मेरो जिन्दगी के हो कसलाई मन परेको कोसँग बिहे गर्नु पर्यो आजको दिनमा बेबी कहाँबाट मुन्टिस फेरि तँ यहाँ त्यसो नभन्नु न म तपाईलाई खोज्दै आएको हौ मलाई बेबी सेबी नभने खास त मैले अर्को केटीलाई मन पराएको थिएँ तर तँ जस्तोसँग बिहे गर्नु पर्यो खास म रियासँग बिहे गर्नु मन थियो अझै म त्यसलाई माया गर्छु त्यसलाई म याद गर्छु त्यस्तो नभन्नु न म तपाईलाई अहिले पनि माया गर्छु यसो नखानु त के गर्नु ल तँ बेसी बाठे नहु मलाई त्यसरी कुटपिट नगर्नु न मलाई तँलाई दुखे केही मतलब छैन म सिर्फ रियालाई माया गर्छु अहिले रियालाई माया गर्छु म तपाईले मलाई माया गरोस् कि नगरोस् तपाईले मलाई कुटोस् कि मारोस् कि पिटोस् म तपाईले नै माया गर्छु तपाईले म यस्तो नराम्रो कुराहरू खानु दिदिन तपाई बाँचेको हेर्नु चाहन्छु म आन्छु मलाई खानु दे मलाई तँ जस्तोसँग बिहे गर्नु मन थिएन मलाई मेरो आमाले गर्दा तँसँग बिहे गरिदिएको साला मेरो जिन्दगी बर्बाद भइसक्यो तँसँग बिहे गरेर मलाई रियासँग बिहे गर्नु मन छ स्टिल उसको याद आउँछ मलाई उसको यादगारमा जहिले म बस्छु तँ जस्तोसँग बिहे गरेर मेरो जिन्दगी बर्बाद खत्तम भइसक्यो मलाई लाग्छ तपाईले उसलाई अहिले माया गर्छ उसँग बिहे गर्न चाहन्थ्यो भनेर अब जसरी म तपाईको बुढी हो अब त तपाईले मलाई माया गर्नु पर्यो नि के भनिस् तैँले तँ मेरो बुढी हुने लायक छैनस् म सिर्फ रियालाई मात्रै माया गर्छु सिर्फ रियालाई मात्रै याद गर्छु रियालाई मात्रै माया गर्छु जहिले तँ मेरो बुढी हुने लायक कहिले हुँदैनस् जसरी पनि अब त म हो नि तपाईको बुढी तपाईले मलाई माया गर्नुपर्छ बिर्सिदिनुस् त रियाहरूलाई अब त्यसको मतलब नगर्नुहोस् के रे रियालाई बिर्सिदिनु रे कसरी बिर्सिन सक्छु म रियालाई बिर्सिदिनु रे ल तँ खा बुढ ल भयो A few moments later. ए भाइ सुन्न खादिन खाएपछि त दामी हो यो चिज चाहिँ म मेरो रियालाई कसरी बिर्सिनु के भनिस् बुढीको छेउमा तेरो गर्लफ्रेन्डको कुरा गर्छस् साला त बुढीको छेउमा अरू केटीको नाम ल्याउँछस् मलाई घर आइज कि त तँलाई म नि जानेको छु